अस्ति हामी नेपाली खाजा सेट हान्थे अस्ति नै आएर हानेको भट्ट निम्बी मुला यो के पाङ्ग्रा यो भुटुवा भयो यो अचार सालब्याल छ यहाँनिर छ भुटै हान्छ खसी गयो क्या है हेलो वेलकम टु आवर ब्लग यस आज हामी सुवन जाँदैछौँ सुवनको लाइब्रेरी हेर्नको लागि लाइब्रेरी कुन ठाउँमा अरे यो भाषा कोरियाको सबभन्दा ठुलो एसियाकै हो हाम्रो यात्रा सुरु भइरहेको छ होइन के दादा मलाई आगोले हात लगाएर त्यस्तो तिमी साटम न तिम्रो मेरो अगाडि पछाडि दुईतिर जान्थ्यो हेलो गाइज हेलो ल हामी अब आदर यात्रा सुरु गर्न लागिरहेछौँ हामी भर्खरै रुमबाट निस्केर अब गाडी ठाउँमा चढ्ने ठाउँतिर जाँदैछौँ अब हामी चट्टसँगले आजको हाम्रो दिनलाई एकदमै राम्रोसँग सुरुवात गर्न गइरहेका छौँ साथीहरू यसो भिडियोहरू लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला अब हामी बिचबिचको पार्टहरू पनि अपडेट गर्दै जाँदैछौँ अन्तिमसम्म रहनु होला अन्तिमसम्म हाम्रो भिडियोलाई हेरेर साथ दिनु होला गाइस हाम्रो बस स्टेसन चाहिँ त्यहाँ छ अब जेब्रा क्रसिङ आइरह अब जानुपर्छ अहिले बाई बाई ट्रेन स्टेसनबाट झरेर सुवन कहाँ बजायो सुवन के अरे वासन स्टेसनबाट स्टार लाइब्रेरीमा आउँदैछौँ हामी अब स्टार लाइब्रेरीतिर जाँदैछौँ स्टार फिल्ड लाइब्रेरीतिर जाँदैछौँ हजुरहरू यहाँबाट झरेर 1 नम्बर गेटबाट निस्किनु भयो भने अङ्ग्रेजी चाहिँ बवाल रहेछ कि हजुर अङ्ग्रेजी चाहिँ खतरा रहेछ कि स्टार फिल्ड नाइस बिल्डिङ चाहिँ त्यहाँ छ है लगभग 10 मिनट त्यहाँ माहौल चाहिँ हट छ हट माहौल वातावरण होइन पोलिरहेको छ अब चाहिँ बिस्तारै गइन्छ हामी माउन्टेन ड्यू खाएर हामी एनर्जीको साथमा हिँडेको छौँ अगाडि बिल्डिङ त्यहीँ छ स्टार फिल्ड हो कि के हो नि अब क्यामेरा यता घुमाउनु घाँड भित्र छिरिन्छ त्यहाँ कस्तो छ माहौल हेर्नुपर्छ नि टक्क है त फाइ फाइ अब हामी जान्छ त्यहाँ मासतिर है ओ त्यो छ होइन नानी केही स्टार फिल्ड लाइब्रेरी ए भन्छ त्यही हो भन्छ रुख सुक्ने क्या हो बवाल कोच सिकाउनु भयो दाइले फेरि यहाँ यस्तो यस्तो गर्नु न यस्तो यस्तो तपाईँको त ढाडै यस्तो काम दामी आयो
दाम आहा खतरा खतरा पुग्छ त दाइ नेपाली कुरा गर्छ कि छैन पढ्ने त ओहो तलै तला रहेछ त्यो किताबको हामी त आउने बित्तिकै ठिकै ठाउँमा आइपुगेछ कि धन्न मास्तिर गयो है तलै आइएछ भिडियो खिचेर ज्ञान आउँछ कि अब हामीलाई पढ्नै पर्दैन जुस खानु मन लाग्यो माउन्टेन ड्यू खानु नै है त्यस्तो हो चुस्दै मान्छेको भिड फेरि यस्तो बहाल्छ है फेरि यस्तो खिच्नै बिर्सिन्छु कि यहाँ चाहिँ यस्तो छ किताबहरू छ के हो भिडियो बनाइन र भिडियो हो यो हामीको यो भिडियो बनाएको स्टप गरिदिए ए रोकेर अर्को खिचेको पछि जोड्ने अन्त नेपाली त एउटै भेट्यो छैन त छन् होला नि यो होइन कि त्यो म्युजिकमा नाच्दिउँ क्या दिन कहिले जाऊ खिच ब्रान्ड अरे फेरि के ब्रान्ड हो यस्तो दाइलाई देखाउँदै हिँड्छु म पछाडिबाट हो क्या अन्दरमा जाउँ न अन्दरमा बन्द भयो स्क्रिन बन्द भयो आयो आयो 4 तल आयो स्क्रिन फेसै देखियो हजुरको देखियो बहादुर हेलो ओ चेस्टर गाडी किन्ने अरे अब हामीले यहाँ गाडी छोटा जस्तो आउँछ त 30-35 लाखमा त नयाँ आउँछ त त्यो त महँगो होला नि कोरियाको लागि त खतरा गाडी हो यो केही चिन्दिनँ यता सामसङको गाडी सबैको जोडौँ न पुग्दैन तर नेपालभन्दा त सस्तो 30 करोडै रहेछ क्या नेपाल दाइले सर्भिसले गरिदिनु भएछ माहौल यस्तो छ है नेपाली ब्रान्डहरू छ नेपाली सामानहरू रहेछ त अरू मगर ड्रेसहरू पनि पाउँदैन रहेछ क्या क्यान्सर हेलो हेलो म चाहिँ काले दाइ ज्यादा बाधै गर्नु लाग्यो हामीलाई त्यही हो म त हिजो गएर राखेको थिएँ त्यो भात गर्छ हिजो मैले त अस्तिमा अस्तिको खाएको स्वादै नआएर त फ्रिजमा हालेको खानु मन लाग्यो एक प्लेट मगायो नि त 2 प्लेट मगायो भने त खानु चाहिँ खान एक प्लेट त भइहाल्छ भात नआयो भने बजार जाने बजार जाने नि जुसु जुसु जुसु
Cars. खम्बा हो खम्बा सुन्दै मिठो कस्तो गुली हो हामी नेपाली खाजा सेट हान्थे अस्ति नै आएर हानेको भट्ट निम्बी मुला यो के पाङ्रा यो भुटुवा भयो यो अचार स्यालप्याल छ यहाँनिर छ अचार भुटै हान्छ पछि गइसक्यो है तातो पानी यो के हो यो अचार मिठो क्यामेरा देखाएर हान्नु देखिँदैन यहाँ भइजाको गुन्द्रुक आलु यो अचार त्यसमा खान्छ झन् मिठो हुन्छ त्यस्तो हाल्नु अहिले गुन्द्रुकको अचार है यो चाहिँ अलिक देखिन्छ होला होइन मजाले चाहिँ पाङ्रा कुखुराको गुबुडी कोही न त्यही त टोङ्सी गुको घर यो मिठो छ टमाटरको मिठो भयो मिठो के हो टमाटरको अचार है चिसो चाहिँ किन चिसो यो त्यसमा राखेर हजुर थ्याङ्क यू टमाटरको भेट आएपछि झन् अब यता आएपछि त अब त बोलीबाट पनि हिरो अनुहार त्यसै गरेको होइन बोली त छन् हिरै हिरो जहाँ पनि हिरै हिरो तिमी पऱ्यो It's called Barmas. अब त मान्छे रहेन त भोलि आउँछ अब अड्डा बन्द भयो खाइन्छ त्यो मान्छे होइन म पनि त कोरियामा सुरुमा छिरेको नेपाल रेस्टुरेन्ट यही त तिमी पनि त्यही त यही त त्यही होइन उता चाहिँ के सुधाइसँग खेल्दैको मैले नि हामी पनि त्यतिमा चाहिँ अरू चाहिँ के सबै दाइको छोरा त के दिन्छ त्यही हो पैसा दिएको थियो त पैसा पनि दिएको थियो त पैसा दिएको थियो कति घटिन्छ हो मैले 95 पठाएको हो अझै भ्याइएन तपाईँको पठाएर जित्छ के दाइ म त स्यालो क्या ढुकेर बस्ने कहिले के हुन्छ जब त्यही हो मैले जिएमको नोटिफिकेसन उ गरेको छु क्या अन गरेको छु क्या अनि नोटिफिकेसन आइरहन्छ क्या एपहरू हाम्रो नि अलिक दिलो काँडा चाहिँ बनाउनु ठिकै बनाउनु सब बनाऊ यस्तो रेमिटेन्सहरू सब बनाऊ आइडी जुनमा सस्ता हुन्छ त्यहाँबाट बनाऊ ए कति छ हानपास छ सेन्बी भन्ने छ जिआरएफ भन्ने कति छ के चाहिँ अहिले बनाउनु कोरियन बुस भयो त्यो एलियन कार्ड भयो एलियन कार्ड हुनुपर्छ त्यस्तै हो कि सबैजना त्यस्तै हो हाम्रो
त्यही त नि ए केस दाइले त राख्छ रक्सी खान्छ नि त राख्छ अलि रक्सी खाने भनेको केस दाइले खान्छ शेर्पाले खान्छ अनि त्यस पछाडि म आउँछु अब अहिले बाजुर छ यति हो रक्सी मान्छे यति हो यति हो लास्ट एकदम ए पहिला विशालले खान्थ्यो नि विशालले खान्छ लास्ट भन्दा तिमी साठ हो क्या सिक्टा खान्छ क्या ए त्यसपछि झ्याप भयो त्यो सिजनलाई किस त्यहाँबाट झ्याप नहुँदा त्यो त झ्याप भयो जोड्छ मोमो भनिहाल्नु म भन्दा चाहिँ दाइको कला त फालिदिन्छु तातो भयो त्यस्तो तातो त रहेछ होइन त्यस्तो तातो छ सन्देश खाऊ एउटा राख्छु न म एउटा राख्नु एउटा राख्दै भयो मलाई त फ्राई मोमो चाहिँ मिठो लाग्छ नि फ्राई मोमो त्यो फ्राई मोमो नि त नि भन्नु फ्राई गरौँ भने एउटा ल होइन होइन भयो साह्रो एउटा लगेर एउटा लगेर तयारी बियर सियर नि खायो दिदी एउटा मोमो लगेर तयारी ल म यहीँ फ्राई हान्दिन्छु तिमीलाई पर्की त दियो यो पिरोवाला धेरै पहिले किताब मर्निङसँग आयो त रेडियोमा ठ्याक्कै बिहान आउँथ्यो मभन्दा चट्नी धेरै पिरो छ नि तर खाएपछि लास्ट सर्ट कि मिठो रहेछ मिठो लाग्यो एउटा माउनु अलग तिमीलाई चाहिँ फ्राई गरेको दिदी मोमो एक प्लेट आउट गर्नु एउटा ठ्याक्कै एउटा दिदी किन भन्नु उयो सुन्नु त होइन खुसी हुन्छ सानो भाइ किन हामीले थोजी खोकी लिएर नजाने कि जाने नि अब त के हो र राति हाम्रै हो तिमी हाम्रो आइडलसम्म हुन्छ नि दुई बजीतिर होइन 2 बजीतिर म त त्यो सधैँ एउटै टाइपको बढीको भने 12 बजी गाह्रो हुन्छ कि अब के गाह्रो सुत्यो भने आनन्द हुन्छ बस्न बानी छैन टाइम मिलाउन गाह्रो हुन्छ कि पछि काम गर्छ यता राम्रो ढङ्गले आइदियो राम्रो ढङ्गले हो त
पिरायो र माछा एउटा योसँग हान्न चाहिँ कस्तो पिरो छ हुन्छ पिरायो